सरकार बन्नुभन्दा अगाडि शुभ संकेत। पूर्ववर्ती सरकारबाट डाइरेक्ट नियुक्ति पाएकाहरू अब बाटो खुला गरिदिनुस्, या त त्यहाँबाट हटाइदिनुस्, या त हामीले आएपछि हटाउनेछौँ भन्ने कसले भनेको छ? राष्ट्रिय स्वतन्त्र पार्टीले, जुन हाम्रो एउटा सकारात्मक सन्देश हो। र देशको लागि काम नगर्नु, पार्टीको लागि काम गर्नु, हाम्रो देश तलतिर डुब्नु मुख्य कारण यही हो। भ्रष्टाचार बढ्नु मुख्य कारण यही हो। अब के हुन्छ भन्ने हामीले आश गरेका छौँ र हुन्छ पनि। तपाईहरुलाई कस्तो लाग्छ? प्रतिक्रिया दिनु होला, कमेन्ट, लाइक, शेयर गर्नु होला। धन्यवाद। किनभने यो हामीले उठाउनु पर्छ।